वेलकम ब्याक माई न्यू भ्लग सबैजनाले स्वागत छ हैन धेरै टाइम पछि भ्लग हाल्नु भएको छ हैन भ्लग हानिसकेको छैन अब हान्न लाग्यो बिहान उठेर अनि नुहाइ गरेर हैन पकाएर खानासाना खाएर अनि अब हामीहरू रुमदेखि निस्किन लाग्यो बाहिर कहाँ जाने त्यही थाहा छैन हैन जान्छौँ अब टक्क लाएर घुम्छौँ के कसो हुन्छ हैन सँगै छौँ गाइस हामी सँगै छौँ हैन ए भक्ते दाइ बाई 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 ल अब चाहिँ बाहिर निस्क्यो है बाहिर निस्क्यो चाहिँ हाम्रो अपार्टमेन्ट हो है यस अपार्टमेन्ट यो मेरो गाडी हो नि यो चाहिँ चाइना टाउन है अहिले हामी चाइना टाउनमा छौँ होइन कहाँ जाने केही थाहै छैन सिएम यताको चाहिँ एमसिबी त्यहाँ कति हाल्दै हामी चाहिँ अहिले पोर्टिसमा आयो होइन हामी बस्ने चाहिँ पोर्टिस हो खास हटेका मर्चिसको पोर्टिसमा अनि चाहिँ चाइना टाउनको भयो होइन कता देखिन्न त्यहाँ यो चाहिँ चाइना टाउनको गेट हो अनि यहाँ चाहिँ मर्चिस छ अनि हामी चाहिँ यहाँ छौँ होइन अब हामी चाहिँ अब कति रुममा बस्नु वाक्क भयो होइन अनि त्यही भएर यसो बाहिरतिर निस्क्यौँ भनेर चाहिँ निस्किएको कहाँ जाने के गर्ने केही टुङ्गो चाहिँ थिएन फिटिङ फ्ल्याग भन्ने चाहिँ यहाँ बिच छ होइन हामी चाहिँ त्यही बिचतिर जान्छौँ होला अब दुईजना मात्रै जानु लाग्यो अब अरू त छैन जस्तो मान्छ होइन एकटक लिएर जाने हो हामी मासु बजारमा हो खसीको खसी बजारमा अनि त्यही हो गाइज है यहाँ चाहिँ पोस्ट अफिस छ ब्लक पोस्ट अफिस है अरू चाहिँ पोस्ट अफिस अनि यता चाहिँ हाइवे हामी चाहिँ साइडमा लगाएर हिँड्छौँ पागल हामी चाहिँ फिट एन्ड फ्ल्यागको गाडीमा गाडी एकछिन जान्छ भाडा झारे पानी पर्यो यार बीच आएगा बीच हेलो जल्दी सब ठीक ठाक होला आराम होला हैन कुशलै होला अब के गर्ने तल यस्तो छ परदेशमा छौँ हैन छुट्टीको दिनमा त्यही भएर यसो निस्किनु पर्यो कहिलेकाहीँ होइन यसो मान्छे गर्नु पऱ्यो भने हो पोखरी समुद्रको छेउछेउमा आएर
समुद्रको छाल जस्तो जिन्दगी कहिले वर कहिले पर होइन गाह्रो छ नि के गर्नु यार यस्तो छ सेवा सरकार यस्तो छ है नगरी काममा पुग्दैन खान साझर बिहान भन्नु त्यही त हो त्यही त यार अब केही गर्ने भन्दा युवाले के अरे नयाँ देश परिवर्तन गर्छ भने सरकार ढालेर के गर्नु देशै ढले जस्तो भइसक्यो है अब केही गरौँ भने अब पार्टीका भोरेले होइन झोलेले त्यही त भन्ने यार राजनीति गरेर अहिले पनि के हुने कसो हुने ठिक थाहा छैन होइन अब तर एउटा कुरा धेरै ठुलो कु भयो किनभने अब मलाई राजनीति भने के हो या झोली झान्टी गाड्छ जसले नि खाने नै हो मलाई केही थाहा छैन होइन अनि राजनीति सिकेर के नै हुन्छ र भनेर चाहिँ त्यस्तो हुन्थ्यो क्या पहिला होइन राजनीतिको राह पनि थाहा थिएन क्या अब होइन बच्चाहरूले राजनीति सिक्न पायो होइन अब देश गरिब बस्यो के हुन्छ कतिसँग दुःख पाइन्छ होइन त्यो त हामी थाहा नै थियो अब राजनीतिमा कहाँ अब के गर्ने होइन त्यही त अनि यार मेयरले कहाँसम्म गर्न सक्छ भन्ने बालनहरू देखाइदिनु त होइन बालनहरू सहरका सम्पाङहरूले र त्यही हो यार अब जे सरकार राम्रो बनोस् होइन झोले झाम्टेहरू साइड लागोस् सबभन्दा मासालाई त्यो झोलेर विदेश पठाउनु पऱ्यो क्या यार तिनीहरू नेपालमा राख्ने नै होइन क्या टिकट काट्ने बम्बईको त्यहाँदेखि पठाइदिने अफ्रिका पठाइदियो केटा रक्सी खाना पनि पाउँछ सब पाउँछ झोलेहरूले यतै पठाउने अनि त्यहाँ चाहिँ नयाँ बन्छ नयाँ नेपाल है नेपाल बस्ने मान्छे आएर बस्नुपर्ने मान्छे विदेश आएर सल्लाह नेपालमै बस्न नमिल्ने खालको मान्छेहरू चाहिँ नेपालमै बसिरहेको कि छ चिप्स होइन सर्लक्क पारेर यसलाई ल्याम्मा खानुपर्छ है हामीसँग चाहिँ अर्को यो खोर्सानीको चिप्स रक्सी छ त यार कसले ल्याएको रक्सी चिप्स डिलक्स अनबक्सिङ गाइस अनबक्सिङ पनि न्युजपेपरमा अनबक्सिङ ai देखो लाग्यो यार इट्स डिलक्स डिस्पोजल गिलास चाहिँ गिफ्ट हो है हामीले किन्न गएको होइन के भयो भने चाहिँ हामी बाहिर निस्क्यो होइन अनि डिस्पोजल गिलास चाहिँ त ऊ हुन्छ नि त पुरै बन्डलै हुन्छ नि होइन अनि दुईवटा मात्र चाहिएको हामीले होइन अनि किन्न गयो अनि एकतामा चाहिँ बाहिर पसलमा हामी बाहिर किन्न गएको थियो अनि पाउँदैन भनेर 2 पिसमा पाउँदैन होइन अनि भाइ चाहिँ गएको थियो भाँडा पसलमा क्या अनि भाँडा पसलमा गइसकेपछि चाहिँ अनि दुईवटा डिस्पोजल गिलास ल्याएको अनि पैसा कति भनेको भाइ गिफ्ट गरेको हामीसँग क्रिस्टल वाटर पनि छ है त्यो केटा अब के गर्ने यहाँ त बाहिर बसेर खानु पाइन्छ नि अरूले पैसा जोगाउँछन् अनि guys पार्यो ल खसाले मजाले ल ल रक्सन दिनुपर्छ यसलाई
कस्तो हराउँछ दिनदिनी लिएर राख्छ निर्मलादेखि निर्मला लिएर जान्थ्यौँ कमाएको पनि सम्पत्ति जति पनि जोडिआएको दिनदिनै हराउँछ मासु हराएर मासु कहाँ हरायो मासु होइन रमाइलो हो त्यही हो होइन फर्किनु लाग्यो अब त्यही हो होइन यहाँ अब बस स्ट्यान्डमा गएर बस रोकेर होइन अनि छिटाउ छिटाउ है छिटाउ न है बस चढेको लाग्छ अन्त रोजिल हुन्छ बस यहाँ हो न हामी चाहिँ फाइनली बस्न बसिसक्यो अब चाहिँ साह्रै लाग्यो अहिले पनि झाल्न खोल्ने झाल्नै पर्दैछ फाइनली फर्किसक्यो बस पार्कमा होइन अब घर जाने भात खाने सुत्ने घेरा फाइनली गाइस रुममा आइसक्यो होइन रेस्ट गरिसक्यो दिउँसो रमाइलो भयो होइन थ्याङ्क यू फर वाचिङ लाइक सब्सक्राइब गरिदिनुको लागि त बाई